के गाइज वेलकम ब्याक है। आज चाहिँ हामी पाइ चार्ट पढ्छौँ है त। सो पाइ चार्टको कुरा गर्दाखेरि सुरुमा फिगर आउट गर्नु पऱ्यो कस्तो फिगर हुन्छ भनेर आफूले फिगर आउट गर्नु पऱ्यो है त। पाइ चार्टको फिगर थाहा छ है तिमीलाई पनि? थाहा छ। सो के ल पाइ चार्टको कुरा गरौँ है त। पाइ चार्ट भने चाहिँ नर्मल्ली यो सर्कुलर फिगर हुन्छ। सर्कुलर फिगरमा केही कुरा दिएको हुन्छ, हामीले त्यही कुरा डिफाइन गर्नुपर्ने हुन्छ है। प्राय कन्डिसनमा पाइचार्टको क्वेसन दिँदाखेरि हामीलाई एउटा मात्रै पाइचार्ट भएको क्वेसन दिँदैन कहिले पनि है। तर प्र्याक्टिस गर्दाखेरि एउटाबाटै सुरु गर्नु पऱ्यो। म्याक्सिमम् कन्डिसनमा प्रायः जसो कि दुईवटा पाइचार्ट हुन्छ, दुईवटा कहिलेकाहीँ छवटासम्म पाइचार्ट पनि आइदिन्छ। छवटासम्म पाइचार्ट आएर छवटा पाइचार्टलाई हामीले पुरै फिगर आउट गरेर लेख्नुपर्ने हुन्छ। त्यो भएर पाइचार्ट अलि अरूभन्दा चाहिँ कम्पेरिटिभली डाटा हेर्नलाई चाहिँ गाह्रो हुन्छ है। यदि क्वेसनले अब पाइचार्ट कसरी गर्ने भन्ने कुरामा डिल गरौँ है त। पहिला डाटा कसरी हेर्ने भन्ने कुरा डिल गरौँ। जस्तो लाइन ग्राफको कुरा गर्दाखेरि के गर्थ्यौँ हामीले जेम्स? सो लाइन ग्राफको कुरा गर्दाखेरि नर्मली हामीले ट्रेन्ड हेर्थ्यौँ नि होइन। लाइन ग्राफको कुरामा चाहिँ के हुन्थ्यो, यस्तो हुन्थ्यो योतिर इन्क्रिजिङ ट्रेन्डमा छ कि डिक्लाइनिङ ट्रेन्डमा छ कि फ्लक्चुएटिङ छ कि स्टेबल छ कि भनेर कुरा गर्थ्यौँ है। पाइ चार्टमा चाहिँ अब म्याक्सिमम र मिनिमम हेर्छौँ हामीले, बुझ है। म्याक्सिमम र मिनिमम कुन धेरै छ कुन थोरै छ भन्ने कुरा चाहिँ हेर्छौँ है पाइ चार्टको कुरामा। जस्तो इक्जाम्पलको लागि मैले एउटा मात्रै पाइ चार्ट गराएँ पहिला है। ABCDE यसले चाहिँ 2005मा नेपाल भन्ने होइन डिफ्रेन्ट कन्ट्रीमा टुरिस्ट कति आयो भन्ने कुरा डिल गरिरहेछ है। कति टुरिस्ट आयो भन्ने कुरा डिल गरिरहेछ यसले। ए भन्ने कन्ट्रीमा चाहिँ 26% आएको रहेछन्, यो चाहिँ 18% आएको रहेछन्, यो 13% आएको रहेछन्, यो चाहिँ 56% आएको रहेछन् र यो 2% आएको रहेछन् है। यसले चाहिँ यो डिफ्रेन्ट कन्ट्री ABCDE भन्ने कन्ट्रीमा चाहिँ नम्बर अफ टुरिस्ट 2005मा कति आयो भन्ने कुराले डिल गरिरहेछ है। ए भन्ने कन्ट्रीमा 26% आएको रहेछन्, बी भन्ने कन्ट्रीमा 18% आएको रहेछन्, सी भन्ने कन्ट्रीमा 13% आएको रहेछन् है, डी भन्ने कन्ट्रीमा 56 र ई भन्ने कन्ट्रीमा 2% आएको रहेछन्। पहिला सुरुमा पाइचार्ट हेर्दाखेरि यसमा सबैभन्दा म्याक्सिमम डाटा कुन हो मिनिमम डाटा कुन हो भनेर फिगर आउट गर्न सक्नुपर्छ। यसमा म्याक्सिमम डाटा कुन हो? म्याक्सिमम डाटा डी हो है। डीमा कति 56% आएको छ। त्यसपछि डी पछि ए है 26%, त्यसपछि बी, त्यसपछि सी, यही हो। त्यसपछि सबैभन्दा मिनिमम चाहिँ ई हो। यही हो है हाम्रो डाटाको के अरे रेन्ज भने ABDACE भनेर हो। यो कुरालाई क्लियरली फिगर आउट गर्न सक्नु पऱ्यो कुन धेरै छ कुन थोरै छ भनेर है पहिला सुरु। अब त्यसपछि इन्ट्रोडक्सन लेख्दाखेरि के गर्थ्यौँ रे हामीले? प्याराफ्रेजिङ अफ क्वेसन। सबै क्वेसनमा प्याराफ्रेजिङ अफ क्वेसन हो। तर पहिलाकै जस्तो यसमा भएको ABCDE इलिमेन्ट छ, यो इलिमेन्टलाई चाहिँ क्वेसनमा हाल्न खोज्नु पऱ्यो है। जस्तो अहिले क्वेसन आउँदाखेरि हामी डिल गर्छौँ। त्यसपछि ओभरभ्यूको कन्डिसनमा चाहिँ यो जुन अहिले हामीले डाटा यो लेखेका छौँ यही डाटा चाहिन्छ है ओभरभ्यूको कन्डिसनमा चाहिँ। त्यसकै लागि हामीले यो डाटा लेख्यौँ। अब फर्स्ट क्वेसन हेर त तिमीले अगाडि गरेको। यदि सिङ्गल पाइचार्ट क्वेसनमा आएको छ भने चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ हामीले डिल गरिरहेछौँ है अहिले सुरुमा चाहिँ सिङ्गल पाइचार्टवाला क्वेसन हेरौँ है त। देखाउँछु म यहाँनिर यो क्वेसन हेरौँ। यो क्वेसनले के को कुरा गरिरहेछ त्यो क्वेसनले? सो सुरुमा चाहिँ ओल्ड प्यासेन्जर कार प्रोडक्सनको कुरा गरिरहेछ 2015को है, हो नि है। हो ओल्ड प्यासेन्जर कार प्रोडक्सनमा पनि डाटा कतिवटा धेरै डाटा छ त्यसमा। सबैभन्दा ठुलो डाटा सबैभन्दा धेरै ठुलो प्रोड्युसर कुन रहेछ यसमा? ग्रेटर चाइना। सबैभन्दा ठुलो प्रोड्युसर ग्रेटर चाइना। त्यसपछिको प्रोड्युसर युरोप, त्यसपछि नर्थ अमेरिका, अनि त्यसपछि जापान, कोरिया, अनि त्यसपछि साउथ एसिया ओके साउथ एसिया, त्यसपछि साउथ अमेरिका, हामी एसेन्डिङ अर्डरमा अमेरिका ओके, अनि त्यसपछि डिसेन्डिङ अर्डरमा ओके मिडल इस्ट अफ्रिका है। लास्टको त्यही हो क्या है, मिडल इस्ट अफ्रिका हो। यसरी सिक्वेन्समा डाटा छ। सिक्वेन्समा डाटा भन्दा पनि यो म्याक्सिमम मिनिममको डाटा यसरी छ है, यसरी नै छ नि है। हो यो कुरा पहिला फिगर आउट गर्न सक्नु पऱ्यो है। अब ओभरभ्यूमा के लेख्ने भन्ने कुरा नै हाम्रो मेन कुरा हो। इन्ट्रोडक्सनको कुरा त मैले धेरैचोटि गरिराख्नु पर्दैन, इन्ट्रोडक्सन प्याराफ्रेजिङ गरिदेऊ सक्यो है। अब ओभरभ्यू लेख्दाखेरि चाहिँ केही लेख्नु परेन कि ओभरअल द सबैभन्दा धेरै म्याक्सिमम प्रोड्युसर अथवा द हाइएस्ट प्रोड्युसर भनेर इन्क्लुड गरिदिनु पऱ्यो यसमा। प्रोड्युसरको कुरा छ नि त्यसमा। द हाइएस्ट प्रोड्युसर अफ के हो रे यो? प्यासेन्जर कार, ओल्ड
ओल्ड प्यासेन्जर कार वाज कुन ग्रेटर चाइना फलोड बाई कुन रे फलोड बाई युरोप नर्थ अमेरिका जापान कोरिया भन्ने कुरा लेख्नुभयो है। त्यतिसम्म चाहिँ म्याक्सिममको कुरा लेखौँ, किन 19 त्यो ठुलो डाटा मात्रै छ नि त होइन। जापान कोरियासम्म ठुलो डाटा इन्क्लुडेड छ नि त होइन, ठुलो डाटा छ नि त, पाइचेटमा ठुलो भाग ओगटेको। त्यसपछि मिन वाइल भनेर जोडिदिएर मिन वाइल द लिस्ट प्रोड्युसर अथवा लोएस्ट प्रोड्युसर आर द मिनिमम प्रोड्युसर आर कुन भन्ने मिडल इस्ट अफ्रिका। अनि त्यो दुईवटा तिनवटा छुटेको जुन इलिमेन्ट छ त्यो इलिमेन्टहरू इन्क्लुड गरिदिनु पऱ्यो है। ओभरभ्यूमा केही कुरा गर्नु परेन, म्याक्सिमम कुरा के हो मिनिमम कुरा के हो त्यति कुरा इन्क्लुड गरिदिनु पऱ्यो। बुझ्यौ कुराकानी होइन। अब त्यसपछि बडी 1को कुरा गर्दाखेरि बडी 1को कुरामा के लेख्नु पऱ्यो, बडी 1मा चाहिँ म्याक्सिममवाला कुरा गरिदियो, म्याक्सिमम जुनको थियो अघि ओभरअलमा म्याक्सिममको जुनको कुरा गरेको थियो त्यसको कुरा गरिदियो। अनि बडी 2मा चाहिँ मिनिममको कुरा गरिदियो। जस्तो के लेख्न सकियो, फर्स्टली ओके द maximum producer of old passenger car मात्रै लेखिराख्नु भएन है, प्यासेन्जर भेहिकल वाज को ग्रेटर चाइना अकाउन्टेड फर ACCO अकाउन्टेड फर भनेको कति प्रोड्युस गर्यो भनेर भने है। अकाउन्टेड फर कति पर्सेन्ट थियो अरे, 26%। यो पाउँदैन भोक्याब, मैले क्याम्ब्रिज भोक्याब फर आइल्स भनेर क्याम्ब्रिजको एउटा बुक छ, भोक्याब फर आइल्स भनेर क्याम्ब्रिजको एउटा बुक छ। अनि मैले अघि तिमीलाई त्यो माइकेलवाला नोट पठाएको थिएँ नि, त्यसमा पनि छ सिनोनिम्सहरू, त्यो पाउँछ हेरेछौ, त्यसमा पनि छ, त्यो हेर्दा पनि हुन्छ। बुक चाहिँ छैन, त्यो बुक एक्ज्याक्टली किन्नलाई त्यो दराजमा पाइन्छ होला हेरेछ, नत्र कतै प्रिन्ट गर्न पठाए नि हुन्छ त्यो बुक सस्तोमा कतै है। सो के यो यति लेख्नु पऱ्यो है। त्यसपछि सिमिलरली युरोप प्रोड्युस कति रे, युरोप प्रोड्युस कति पर्सेन्ट, 25% अफ ओल्ड मास भेहिकल्स, प्यासेन्जर भनेको मासवाला हो नि त होइन, मास भेहिकल्स अथवा 4 व्हिलर्स भनेर लेखिदिँदा पनि हुन्छ है। 4 व्हिलर्स अब 4 व्हिलर्स मात्रै त हुने भएन, कारको कुरा गरेको छ, ओल्ड प्यासेन्जर कार गरेको छ नि त, त्यो भएर 4 व्हिलर्स लेख्न मिल्यो है। सो यस्तै युरोपको कुरा, यस्तै गरेर अर्को कुरा पुरा पहिला 4वटा जापान कोरियासम्म यसरी डिफाइन गर्न सक्नु पऱ्यो है, सिमिलरली मिनवाइल भन्दै। अनि त्यसपछि सेकेन्ड प्याराग्राफमा सेकेन्डली भनेर के गर्नु पऱ्यो, अब मिनिममवाला कुरा गर्नु पऱ्यो है। द लिस्ट प्रोडक्सन वाज बाई कहाँबाट, त्यो जुन सानो डाटा थियो त्यो होला मिडल इस्ट अफ्रिका, अनि त्यो हाम्रो साउथ अमेरिका के साउथ एसिया हो, त्यो कुरा चाहिँ फ्लोमा जानु पऱ्यो, कोहेरेन्स एन्ड कोहेसन मेन्टेन गरेर। यदि एउटा मात्रै हाम्रो पाइ चार्ट दिएको छ कन्डिसनमा है, बुझ्यौ नि होइन, एउटा मात्रै पाइ चार्ट। अब त्यस्तै कहिले 2वटा पाइ चार्ट दिएको हुन्छ, 2वटा पाइ चार्ट दिएको कन्डिसन, त्यहाँ एउटा क्वेसन छ रेभेन्यू र डोमेस्टिक सोर्सको कन्डिसनमा चाहिँ 2वटा पाइ चार्ट दिएको कन्डिसनमा पहिला सुरुमा इन्ट्रोडक्सन भइहाल्यो। त्यसपछि ओभरभ्यू लेख्दाखेरि पहिला यसको म्याक्सिमम र मिनिममको कुरा गर्ने है, त्यसपछि सेकेन्डको म्याक्सिमम र मिनिममको कुरा गर्ने। बुझ्यो रेभेन्यू सोर्स र च्यारिटी सोर्सको कुरा गरेछ नि त्यो क्वेसनमा, पहिला रेभेन्यू सोर्सको म्याक्सिमम कुन छ मिनिमम त्यसको कुरा गर्ने, त्यसपछि त्यही ओभरभ्यूमा त्यही प्याराग्राफमा हजुर कम्पेयर नगर्ने, कम्पेयर गर्ने मिल्नेमा चाहिँ गर्ने। वाइल भने जस्तो मिन वाइल भने कम्पेरिजनै हुन्छ क्या, त्यो जताबाट पनि फेरि दुइटा सिमिलरली भनेर लेख्यो भने पनि त्यो दुइटा कम्पेयरै गरेको हुन्छ क्या, त्यो आफै भइहाल्छ क्या कम्पेयर गर्न सकिन्छ भने अझै के अरे मोर वेमा चाहिँ गर्दा भयो है। त्यसपछि पहिला A को त्यसपछि B को कुरा गरिदिने, त्यसपछि प्यासेज 1 र प्यासेज 2मा बडी 1 र बडी 2मा चाहिँ बडी 1मा यसको कुरा गरिदिने, बडी 2मा यसको कुरा गरिदिने, क्लियरली डिफाइन गरिदिने है। म एन्सर यसमा अट्याच गरिदिन्छु। अनि यदि 2वटा कन्डिसनमा चाहिँ यस्तो भयो, बुझेन 2वटाको फेरि भनौँ, जस्तो त्यहाँ क्वेसन छ क्या, जस्तो हेर 2वटा कन्डिसनमा चाहिँ रेभेन्यू सोर्सको कुरा गरेछ एउटा क्वेसन, रेभेन्यू सोर्स, एउटा चाहिँ एक्सपेन्डिचरको कुरा गरेछ है, एक्सपेन्डिचरको कुरा गरेछ हो नि है। यसको कुरा गर्दाखेरि यसमा म्याक्सिमम रेभेन्यू सोर्स जस्तो केबाट, डोनेटेड फुडबाट भनेको छ, डोनेटेड फुडबाट। अनि अर्को चाहिँ के भनेको छ, 2-3वटा डाटा मात्रै दियो त मलाई, के कम्युनिटी कन्ट्रिब्युसन है,
कम्युनिटी कन्ट्रिब्युसन भनेर अर्को जान्छ, अनि अर्को गभर्मेन्ट ग्रान्ट भनेर दिएको होला है, गभर्मेन्ट ग्रान्ट, गभर्मेन्ट ग्रान्ट ल ओके, अहिले इक्जाम्पलको लागि मैले तिनवटा दिएको छ। त्यस एक्सपेन्डिचरमा प्रोग्राम प्रोग्राम अनि अर्को फन्ड रेजिङ, फन्ड रेजिङ म्यानेज, अनि त्यसपछि म्यानेजमेन्ट हो, यो कुरा चाहिँ छ यसमा। जस्तो अब लेख्दाखेरि के लेख्नु पऱ्यो ओभरभ्यूमा भन्दाखेरि, ओभरअल द म्याक्सिमम रेभेन्यू वाज जेनेरेटेड फ्रम डोनेटेड फुड विच वाज फलोड बाई कम्युनिटी कन्ट्रिब्युसन एन्ड गभर्मेन्ट ग्रान्ट। सिमिलरली इन केस अफ एक्सपेन्डिचर द म्याक्सिमम एक्सपेन्डिचर वाज अन प्रोग्राम सर्भिसेस विच वाज फलोड बाई फन्ड रेजिङ एन्ड म्यानेजमेन्ट एन्ड द लास्टको एउटा कुन इलिमेन्ट थियो त्यो इलिमेन्ट लेखिदिनु पऱ्यो है। त्यस्तै अब बडी वानको कुरा गर्दाखेरि बडी वानमा के लेख्नु पऱ्यो रेभेन्यू सोर्सको कुरा, द म्याक्सिमम फर्स्टली द म्याक्सिमम रेभेन्यू वाज जेनेरेटेड फ्रम डोनेटेड फुड विच वाज 26%, which is followed by community contribution which was 8%, and the minimum was from government grant which was 2%. Secondly, in case of expenditure, the maximum expenditure was from program and services which accounted for 20%, which was followed by fundraising and management which was 8%, and the least was from programs and services which is 8%, 6% भनेर यसरी डिफाइन गरिदिनु पऱ्यो। दुईवटाको भयो, बुझ्यौ ल। यसमा चाहिँ दुईवटा आउँदाखेरि के भएको छ भन्दाखेरि यहाँ भित्रको इलिमेन्टहरू डिफ्रेन्ट डिफ्रेन्ट छन् हो, दुईवटा आउँदाखेरि टपिक डिफ्रेन्ट छ, भित्रको इलिमेन्टहरू डिफ्रेन्ट डिफ्रेन्ट छन्। पाइचार्ट भित्रको इलिमेन्ट यसमा डोनेटेड फुड छ, यसमा प्रोग्राम सर्भिस छ नि होइन, तर दुईवटा भन्दा धेरै पाइचार्ट आउँदाखेरि चाहिँ भित्रको इलिमेन्ट सिमिलर हुन्छ। जस्तो इक्जाम्पलको लागि 6वटा आइदियो है, यस्तो 6वटा आएको कन्डिसनमा चाहिँ यो चाहिँ 2001, यो 2, यो 2003, यो 2004, यो 2005, यो 2006को कुरा गरे आउँछ है। जस्तो टुरिस्ट इन माउन्टेन रिजन भनेर भन्दा माउन्टेन रिजनमा टुरिस्ट, लेक रिजनमा टुरिस्ट र कोस्ट रिजनमा टुरिस्ट हो, यो 8% थियो पहिला, यो 20% छ, यो 22% छ है। यस्तै अब यो चेन्ज भएको हुन्छ क्या, माउन्टेनमा अब 6% भयो, माउन्टेनमा लेकमा 50% भयो, त्यस्तै यसमा कोस्टमा 12% भयो हो। यो धेरै पाइचार्ट दिएको कन्डिसनमा चाहिँ भित्रको इलिमेन्ट चाहिँ सिमिलर राखेर डाटा फरक भएको मात्रै हुन्छ क्या। त्यो कन्डिसनमा अघि नै के गरेको थियौँ हामीले, यसको टपिक के छ, यसको टपिक के छ, त्यही अनुसार ओभरभ्यू अनि तल मेन बडी 1 मेन बडी 2 छुट्टा थियौँ होइन। अब यो ठ्याक्कै लाइन ग्राफ जस्तैमा जानु पऱ्यो। जस्तो यो तिनवटा इलिमेन्टलाई ग्रुपिङ गर्नु पऱ्यो दुईवटामा, दुईवटालाई एउटामा गर्नु पऱ्यो है। ओभरभ्यू लेख्दाखेरि यो तिनवटा इन्क्रिज भइरहेछ, जस्तो टुरिस्ट इन माउन्टेन वाज इन्क्रिजिङ ऱ्यापिडली अथवा डिक्रिजिङ ऱ्यापिडली ओभर द पिरियड अफ टाइम, इन्क्रिज अथवा डिक्रिज हुन्छ नि त होइन। अनि त्यसपछि अर्कोमा पनि इन्क्रिज अथवा डिक्रिज हुने भयो। त्यस्तै बडी 1 र बडी 2 लेख्दाखेरि चाहिँ पहिला माउन्टेन र लेकको कुरा एउटा प्याराग्राफमा गर्थ्यो, यसमा 8% थियो, यसमा 2% थियो, यसमा 5% थियो भनेर, अनि बडी 2मा चाहिँ फेरि यो अर्कोवाला जुन छुट्या हुन्छ त्यसको कुरा गर्थ्यो इलिमेन्ट। बुझ्यो कुरा, इलिमेन्टलाई छुट्टा हुन्छ भन्ने कुरा मात्रै हुन्छ है। इयरमै सधैँभरि इयरमै हुन्छ म्याक्सिमम कन्डिसनमा, यो चाहिँ डाटा इयरमै दिएको हुन्छ। इयरमा आएको बेला भन्ने कुरा भएन। जस्तो भित्रको इलिमेन्टहरू सेम छ भने चाहिँ दुईवटा इलिमेन्टलाई एउटा प्याराग्राफमा, एउटा इलिमेन्टलाई एउटा प्याराग्राफमा डिफाइन गरिदिनु पऱ्यो। कम्पेरिजन चाहिँ कसरी, यो बढिरहेछ कि घटिरहेछ भन्ने कुरा भयो। पहिला 6 थियो, अहिले 8 भयो, अनि फेरि 12 भयो, त्यो भने बढिरहेछ। पहिला 6 थियो, अहिले 8 छ, 50 पुग्यो, त्यो भने के भइरहेछ, फ्लक्चुएट भइरहेछ। पहिला 8 थियो, 6 थियो, 4 आयो, स्टिडीली डिक्रिज भइरहेछ। लाइन ग्राफमा जसरी डाटा फ्लो हुन्थ्यो यसमा पनि डाटा त्यसरी फ्लो नै हुने भयो। तर उता इन्क्लाइनिङ ट्रेन्ड, अपवार्ड ट्रेन्ड भनेर लेख्थ्यौँ, यसमा चाहिँ एक्ज्याक्टली त्यो चाहिँ लेख्नु भएन, म्याक्सिमम र मिनिममकै कुरा गर्नु पऱ्यो। जति भयो भयो, नत्र फेरि हामी रिभाइज गर्छौँ है त पैसा, बुझ्यो नि कुरा ल। ओके, थ्याङ्क यू। ओके, म पर्सनली पठाइदिन्छु भोकेब सर लिस्ट, अनि प्रिन्ट गर्नु। ओके ओके गाइज, थ्याङ्क यू। म एन्सर पनि दिन्छु, नोट पनि पठाइदिन्छु है। पाइचार्ट अलिक थोरै भयो, तर यहाँको बुकमा क्वेसन छ, त्यो हेरौँला, म तिमीलाई पर्सनली पठाइदिन्छु भोकेबको लिस्ट। ओके गाइज, थ्याङ्क यू फर वाचिङ। सो डोन्ट फर्गेट टु सब्सक्राइब। अझै डिटेलली चाहिँ डिल भएको छैन यो पाइचार्ट, हामी फेरि डिल गर्छौँ है। अहिलेको लागि चाहिँ यति नै। यो कन्टिन्युटी ग्याप नहोस् भनेर चाहिँ, कन्टिन्यू ग्याप नहोस् भनेर चाहिँ आज मैले पाइचार्टको अलिकति टाइम लिमिट हुँदाहुँदै पनि सर्ट भिडियो बनाएको। फुल डिटेल एन्सर लेखेर नै भिडियो म फेरि नेक्स्ट अर्कोचोटि बनाउने छु। सो अहिलेको लागि थ्याङ्क यू फर thanks for watching, and don't forget to subscribe my channel. Okay guys, thank you. So have a good day.